बन्दैन स्टन्ट गरेर देश बन्दैन बिल्कुल बन्दैन विदेशबाट खराब ऋण ल्याउने अनि युवा जतिलाई अरबतिर पठाउने अनि मात्र पो देश बन्छ विदेशबाट अरबका अरब ऋण ल्याउने परदेश पाल्ने कार्यकर्ता पाल्ने बिना कामका 1 रुपैयाँ आम्दानी नहुने प्रोजेक्टहरू निर्माण गर्ने संरचना बनाउने त्यही संरचना बनाउने बेला खाइदिने त्यो पोखरा विमानस्थलमा 22 अर्ब चाइनाबाट ऋण ल्याए 14 अर्ब भ्रष्टाचार भएछ यसरी पो देश बन्छ स्टन्टले देश बन्दैन मिठा मिठा भाषण छाड्नु पर्छ समृद्धिका सपनाहरू देखाउनु पर्छ लोकतन्त्र र गणतन्त्रको नाममा लुटेर खान पाउनु पर्छ युवालाई विदेशतिर बगाउनु पर्छ अनि पो देश बन्छ बन्द भएका उद्योग धन्दाहरू खुलाएर कहाँबाट देश बन्छ भन्दैन भ्यू टावरहरू बक्क देशैभरि ठड्याउनु पर्छ ती बिना कामका भ्यू टावर त्यसको वरिपरि दुबो पलाछ घाँस पलाछ त्यो घाँसहरू किसानलाई बेचेर आम्दानीको आय स्रोत बढाउनु पर्छ घाँसबाट मजबुत बनाउनु पर्छ आर्थिक स्तर झापाको दमक भ्यू टावरमा घाँस पलाछ मुसाले अन्डा भित्र पारेको छ अब ती अन्डाहरू प्रत्येक पसलमा बिक्री गर्नुपर्छ देशको आर्थिक अवस्था एकदम मजबुत हुन्छ स्टन्टले कहाँबाट देश बन्छ बालेन शाह गोपी हमाल अनि हर्क सम्पङ जस्ता यी होनहार विकासवादी युवाहरूलाई पन्छाउनु पर्छ कुलमान घिसिङ जस्ता भिजनरी भएका मान्छेहरूलाई साइड लगाउनु पर्छ अनि पो देश भन्छ स्टन्ट गरेर कहाँबाट देश भन्छ स्टन्ट गरेर देश बन्दैन मिठा मिठा बगमबुसे भाषण छाड्न पर्छ जनताहरूलाई समृद्धिको आशा देखाउनु पर्छ यस्तो भयो जनताको छोरो प्रधानमन्त्री हुन पाउँछ भन्ने हावादारी गफ गर्ने वहाँ एयरपोर्टमा दिनमा 15-16 हजार जना युवा बजार विदेशतिर जान्छन् स्टन्टले देश बन्दैन महावीर पुन जस्तालाई सहयोग गरेपछि कहाँबाट देश बन्छ